हामीले विद्यार्थी भाइ बहिनीहरूलाई किताबी किरो मात्र होइन, हामीले उहाँहरूलाई खेल खेल्न पनि सिकाउनुपर्छ। खेलबाट संसार जित्न सकिन्छ र आफ्नो देशलाई पनि चिनाउन सकिन्छ, साथसाथै स्वस्थ जीवनशैली अपनाउन सकिन्छ भनेर। नमस्कार सबैजनालाई। सर्वप्रथम यो 5औं ललितपुर खुला ताइक्वान्डो पुम्से च्याम्पियनसिप प्रतियोगितामा भाग लिनुहुने भाइ बहिनीहरूलाई म शुभकामना बधाई दिन चाहन्छु। यो समितिलाई एकदमै प्रतिस्पर्धात्मक र रोचक यो प्रतियोगिता आयोजना गर्नुभएकोमा पनि बधाई छ। मलाई यो प्रमुख अतिथिको रूपमा यहाँहरूले स्वागत गर्नुभएको छ, यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र ड्यासमा आसीन सबै विभिन्न खेलसँग जोडिनु भएका सङ्घ संस्थाका प्रतिनिधिहरूलाई म स्वागत पनि गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। मलाई यो ताइक्वान्डो भन्ने बित्तिकै म पलेसा गोवर्धनलाई सम्झिन्छु कि नेपालबाट पारा ताइक्वान्डोमा ब्रोन्ज मेडलसम्म ल्याएर नेपाललाई र हामी सबै नेपालीहरूलाई गौरवान्वित बनाउनु भएको छ उहाँले। भाइ बहिनीहरूले पनि उहाँलाई नबिर्सनु होला, उहाँ जस्तै र उहाँभन्दा पनि अझै उच्च स्थानमा पुग्ने गरिकन अगाडि बढ्नु होला। नेपालमा क्रिकेट भलिबल मात्र होइन, कराते र ताइक्वान्डोको पनि ठुलो सम्भावना भएको खेल हो र मलाई विश्वास छ यहाँहरूले कोचहरूले प्रशिक्षण दिनुभयो र राम्रो प्रशिक्षित भएर भाइ बहिनीहरूले पर्फर्म गर्नुभयो भने हामीले ताइक्वान्डो कराते जस्तो खेलमा पनि ओलम्पिकमा मेडल्सहरू ल्याउन सक्छौँ भन्ने मलाई विश्वास छ। म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु, किनभने यहाँ विभिन्न विद्यालयको प्रिन्सिपलहरू पनि उपस्थित हुनुहुन्छ, प्रतिनिधिहरू हुनुहुन्छ। हामीले विद्यार्थी भाइ बहिनीहरूलाई किताबी किरो मात्र होइन, हामीले उहाँहरूलाई खेल खेल्न पनि सिकाउनुपर्छ। खेलबाट संसार जित्न सकिन्छ र आफ्नो देशलाई पनि चिनाउन सकिन्छ, साथसाथै स्वस्थ जीवनशैली अपनाउन सकिन्छ भनेर अनिवार्य कुनै न कुनै खेल खेल्नको लागि प्रोत्साहन गर्ने र करिकुलममा नै स्पोर्ट्सलाई प्राथमिकतामा राखेर अगाडि बढ्नको लागि म यहाँ स्कुलका प्रतिनिधिहरूलाई पनि सुझाव दिन चाहन्छु र स्कुलमा अनुगमनहरू आउँदै गर्दाखेरि यहाँहरूले निर्धक्क भएर हामीले यो खेलमा यस्तो खालको चाहिँ पर्फर्म गरिरहेका छौँ भनेर देखाउनु पनि होला भनेर पनि भन्न चाहन्छु। आजको दिनलाई मैले एउटा प्रतियोगिताको रूपमा मात्र नभएर खेलकुदलाई एउटा भनौँ न उच्च स्थानमा लैजानको लागि, खेलकुद प्रवर्धनको लागि साथसाथै म एउटा पूर्व सांसद भएको हैसियतले एउटा सरकारलाई खबरदारीको रूपमा पनि मैले लिएको छु र आफ्नो तर्फबाट के गर्न सकिन्छ खेल र खेलाडी मात्र नभई खेल खेलाउने प्रशिक्षकहरूको लागि पनि उत्थानको लागि समग्र खेल क्षेत्रको लागि चाहिँ हामीले हाम्रो तर्फबाट निभाउनु पर्ने भूमिकामा म एकदमै प्रतिबद्ध छु, तत्पर छु भनेर भन्न चाहन्छु। खेलले अनुशासन सिकाउँछ, संयम रहन सिकाउँछ र खेललाई चाहिँ हामीले जीवनशैलीको एउटा मुख्य पाटो बनाउनुपर्छ। यानि कि यु सुड बी प्लेइङ सम काइन्ड अफ स्पोर्ट्स एभ्री डे के भाइ बहिनीहरूलाई म भन्न चाहन्छु, तपाईँ ताइक्वान्डो खेल्नुहोस्, कराते खेल्नुहोस्, स्विमिङ गर्नुहोस् अथवा कुनै न कुनै ब्याडमिन्टन, भलिबल, क्रिकेट कुनै न कुनै खेल तपाईँले खेल्नुपर्छ, खेल्न सिक्नुपर्छ। मेडल ल्याउनुको लागि मात्र होइन, हेल्दी हुनको लागि पनि, स्वस्थ हुनको लागि पनि खेल खेल्नुपर्छ भनेर भन्न चाहन्छु। यहाँहरू सबैलाई बधाई, जसले प्रतियोगितामा उत्कृष्ट पर्फर्म गर्नुभएको छ उहाँहरूलाई म बधाई दिन चाहन्छु र पार्टिसिपेन्ट सबैलाई धेरै धेरै बधाई। अझै पनि खेलहरू बाँकी छ। मैले यहाँ टेबलमा एकदम आकर्षक मेडल्सहरू, ट्रफीहरू देखिरहेको छु। यो मेडल्सहरू तपाईँको गलामा पुग्नको लागि एकदमै राम्रोसँग अनुशासित भएर एनर्जीका साथ खेल खेल्नु होला। यहाँहरू सबैलाई फेरि पनि बधाई, शुभकामना। मलाई यो इम्पोर्टेन्ट इभेन्टको एउटा सानो हिस्सा बन्ने मौका दिनुभएकोमा धन्यवाद। हस्, नमस्कार।